नमस्कार सम्पूर्णमा, मेरो नाम सागर बस्नेत। आज चाहिँ हामी यो सिस्नो टिप्न कार्यक्रममा आइरहेका छौँ। सिस्नो अर्ग्यानिक हो, हजुरहरूले बुझ्नु भएको छ सिस्नोको बारेमा। यो सिस्नाले चाहिँ के गर्छ भन्ने कुरो तपाईँलाई थाहा छ। यसलाई बनाउने तरिका पनि तपाईँलाई अझै मैले आज यस्तो हल्का गर्नेछु, तपाईँलाई कोसिस गर्नेछु होइन। कस्तो लाग्छ यस्तो सुझाव प्रतिक्रिया दिनु होला। मौसमले च्यालेन्ज गरिरहेको छ, साथीहरू देख्न सक्नुहुन्छ। बादल लागिरहेको छ, हिजो पानी परिरहेको थियो, आज भने पानी पर्न सफल हुनुभएको छैन। जो पानी अहिले साँझतिर आउनुहुन्छ कि जस्तो छ पानी। यहाँ मकै पनि अब छन्नु हो, यहाँ पनिरहनु हो। गाउँतिर सबै रमाइलो छ, हरियाली वातावरण छ, चिसो मौसम छ। यो तपाईँको मैले भनिरहेको छु गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका 10 सिमिचौर काभ्रे हो। यो काभ्रे भन्ने ठाउँमा हो। यो हाम्रो ओथारको आँधीको सिस्नो फलेको छ। यहाँ यस्तो पारेर यसलाई यस्तो टुप्पा यसलाई ताता पानीले धोएर मरक्क पारेर यसलाई कोदा रोटीसित खानुपर्छ। कोदा रोटी फापरको आटो खाने भने अलि साल 2-4 साल यसो धकलिन्छ कि बाँच्ने भन्ने मात्रै हो। त्यस्तो मेरा भाइ भन्ने कुर्कानी होइन, जाने बिदाबारी हुने हो। तर अलि राम्रै चालले खाएर जो अरानी खाएर जो उ गरौँ भन्ने हाम्रो धारणा छ। सिस्नो प्रशस्तै छ। हजुरहरूलाई यहाँ सिस्नोको चाहिएको सम्पर्क गर्नु होला। हामीले सम्भव भएसम्म एक साल जति तपाईँ आउनु भने यहाँ कन्ट्याक्ट लिन सक्ने सम्भावना छ। हजुर जहाँदेखि हेर्दै हुनुहुन्छ हजुरहरूले चाहिँ माया गरिदिनु होला। मेरो युट्युब भिडियोमा गएर हजुरहरूले चाहिँ भन्नु पऱ्यो बस्नेत माइलो सर्च गरेर सब्सक्राइब सेयर गरिदिनु होला भन्न चाहन्छु। हजुरहरूको मायाले गर्दा म यहाँसम्म छु र नयाँ नयाँ भिडियोहरू राख्ने कोसिस गर्नेछु, गरिरहेको छु। लाइफिकेसन अन्यथा नल्याइदिनु होला भन्न चाहन्छु। हाम्रो सम्पूर्ण दर्शक, हाम्रो इष्टमित्र साथीहरू, सबैलाई चाहिँ चाहिने अनुसारको ढोक छ। यसलाई विधि तरिकाले जो बनाउने कुरो छ आज लोकल भेराइटी तरिकाले जो बन्छ यो भन्ने मेरो धारणा हो। त्यसैले पोल्छ पनि अलिअलि पोल्छ केही गर्नु हजुर। तर यहाँ छको चिज कच्चे चिज। अहिले बर्खा चाँडै आएर लागिरहेको छ साथीहरू, के गर्ने यस्तै हो दोकानी। सुदेश तथा विदेश रहनु सम्पूर्ण इष्टमित्रहरूमा चाहिँ धेरै धेरै सम्झना र माया छ, अपार माया। चाहिने अनुसारको ढोग नमस्कार भन्न चाहन्छु। फेरि पनि यो भरिन लागेको छ प्लास्टिक। अब यसलाई हामीले यसलाई नाङ्ला टुप्पा खनाएर यसलाई धोइ पखाली गर्ने स्थिति। ल साथीहरू, अब चाहिँ भन्नु पर्यो यो यसमा मैले खाँदैछु जग्गा खुकेर मैले यसमा सानो प्लास्टिक नसम्झिनुलाई 1 केजीको सायद होला यो। तर यसभित्र चिज छ। मैले जग्गा खुइलाई खाँदैछु। यसलाई चाहिँ मैले के गरेछु यसलाई चाहिँ अहिले टिपिन्छ हामीले, त्यसो बाटो होइन। उता छन् सिरिप खाएर अझै भोलिलाई पनि 1-2 दिन 1 हप्तामा 2 दिन खाने कोसिस गर्ने हाम्रो टेन्डर छ। अब यता टिप्ने कोसिस गर्नेछु म। खाएकाले खान्छ बासी कुरो नि भन्छ नि, त्यस्तो कहानी हो। कि देखेकाले कि खाएकाले खान्छ कि नखाएकाले खान्छ भन्ने चाहिँ कुरो धेरै छन्। जति गऱ्यो त्यस्तै हो होइन, के गर्ने।
ल साथीभाइहरू देख्न सक्नुहुन्छ मैले सिस्नो अनि टिपेर लिएर आएको चाहिँ यहाँ खाँदैछु चेप्प लाएर अर्ग्यानिक हो हेर्नु दाम भयो यो पकाएको अर्कोचोटि मैले तपाईँलाई चाहिँ म कालो व्यस्तताले बनाउनु पाएन होइन च्याट्ट गोरससित यहाँ अचार पनि छ मुलाको चुङ्गा नभन्नु होला साथीहरू चुङ्गाको केही होइन मैले कोसिस गरेको मात्रै हो च्याप्ट गोरससित अर्ग्यानिक खाएपछि केही कुछ हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ आशा छ हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ मेरो चाहिँ च्यानलमा चाहिँ युट्युबमा चाहिँ गएर बसन्त माइलो सर्च गरेर यसो सब्सक्राइब गराइदिनु होला भन्ने चाहन्छु हजुरहरूको मायाले गर्दा यहाँसम्म छु बारम्बार भनिरहेको छु स्वस्थ रहनुहोला मस्त रहनुहोला व्यस्त रहनुहोला तन्दुरुस्त रहनुहोला धन्यवाद जय नेपाल।